हेलो नमस्ते, म नरेश श्रेष्ठ स्पोर्ट फेसनबाट। आज चाहिँ तपाईँलाई एउटा नयाँ इन्फर्मेसन दिउँ भनेर है। आज चाहिँ तपाईँको सुट र टक्सिडोमा के फरक छ भनेर चाहिँ थोरै इन्फर्मेसन दिउँ भनेर है। त सुरुवात गरौँ है त। टक्सिडो र सुटमा चाहिँ टक्सिडो भनेपछि तपाईँको इभिनिङ पार्टिजहरूमा लगाउने एउटा ड्रेस हो। सुट त अब सधैँ लगाउने सदाबार अब लगाउने हरेक इभेन्ट होइन एउटा ड्रेस भयो। टक्सिडो चाहिँ फरक के छ त टक्सिडो र सुटमा भने चाहिँ टक्सिडोमा चाहिँ विशेष गरेर बोटाई लगाइन्छ, सुटमा चाहिँ नर्मल टाई लगाइन्छ होइन। अनि अर्को कुरा एउटा सेकेन्ड डिफ्रेन्स भनेको चाहिँ कस्तो हुन्छ भने तपाईँको टक्सिडोमा चाहिँ यो जुन यहाँनिर हाम्रो कलरमा चाहिँ छुट्टै साइनिङ कपडा राखिन्छ नि, त्यसलाई साटिन भनिन्छ। साटिन कपडा राखेर बनाइन्छ। अनि थर्डमा चाहिँ तपाईँको यो बटनमा चाहिँ तपाईँको यो साटिन बटन राखेरै बनाइन्छ, जुन तपाईँको यो कपडाले मोडेर बनाउँछ नि, हो त्यसरी बनाइन्छ। अनि फोर्थमा चाहिँ एउटा डिफ्रेन्स के हुन्छ भने ट्राउजरमा पनि तपाईँको एउटा त्यही साटिन यो साइडमा जोइन हुन्छ नि, साटिनकै तपाईँको एउटा पाइपिङ जस्तो गरेर लाइनिङ एउटा राखिन्छ। त्यो चाहिँ टक्सिडोमा हुन्छ। नर्मल सुट ज्याकेटमा त फरक भनेको छ, त्यसमा चाहिँ अब नर्मलमा चाहिँ हाम्रो यो नर्मल कलरै आउने भयो यहाँनिर। अब नर्मल बटन सुट बटनै राखिन्छ। अब नर्मल यसमा त यस्तो साटिनहरूको कुनै पनि लाइनिङहरू राखिँदैन। यही नै हो फरक अब तपाईँको टक्सिडो र चाहिँ तपाईँको सुटमा।